पोखरामा भारतीय युवतीहरूको चन्दा आतंक बढ्दै जबरजस्ती पैसा माग्ने गिरोहबाट बस्न सबैलाई आग्रह। के को लागि डोनेसन कसको डोनेसन के को डोनेसनको लागि हो भिडियो त बन्द टुरिस्टहरूलाई मात्रै माग्ने पाक्छ के फेरि अघि भिडियो रेकर्ड गरेको भनेर केही दिनदेखि पोखरा फेवाताल लगायतका धार्मिक मठ मन्दिरहरूमा केही भारतीय युवतीहरूले आफ्ना आफन्त बिरामी भएको भन्दै जबरजस्ती पैसा माग्दै हिँडेका भिडियोहरू सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन्। जुन दृश्यमा देखिएका युवतीहरू केही दिन पहिला काठमाडौँ पशुपति क्षेत्रमा मागिरहेका थिए, त्यहाँबाट प्रहरीले लखेटेपछि अहिले उनीहरू पोखरालाई माग्ने प्रमुख केन्द्र बनाएका छन्। प्रायजसो उनीहरूले विदेशी पर्यटकहरूलाई टार्गेट बनाएर पैसा माग्ने गरेको खुलेको छ। यदि कसैले भिडियो खिच्न खोजे उनीहरूले पैसा नचाहिने भन्दै भाग्ने प्रयास गर्छन्। क्यामेरामा देखिन नचाहने के कारणले चन्दा उठाइरहेका छन् भन्ने प्रमाण दिन नसक्ने यस्ता ठगहरूबाट बस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। यस्ता ठग गिरोहहरू देख्नु भएमा तुरुन्तै प्रहरीलाई खबर गर्न समेत कास्की प्रहरीको अनुरोध छ। पोखरामा भारतीय युवतीहरूको चन्दा आतंक बढ्दै जबरजस्ती पैसा माग्ने गिरोहबाट बस्न सबैलाई आग्रह। के को लागि डोनेसन कसको डोनेसन के को डोनेसनको लागि हो भिडियो त बन्द टुरिस्टहरूलाई मात्रै माग्ने पाक्छ के फेरि अघि भिडियो रेकर्ड गरेको भनेर केही दिनदेखि पोखरा फेवाताल लगायतका धार्मिक मठ मन्दिरहरूमा केही भारतीय युवतीहरूले आफ्ना आफन्त बिरामी भएको भन्दै जबरजस्ती पैसा माग्दै हिँडेका भिडियोहरू